देख्नु पर्दैछ। नमस्ते एभ्रिवान, दिस इज मी नम्रता एन्ड मी नवीना। सबैजनालाई ह्याप्पी तिहार एन्ड भाइटिका। आज तिहारको अन्तिम दिन। अब चाहिँ 2082 सालको चाडपर्व दसैँ तिहार पनि सकियो। सबैजनालाई भाइटिकाको धेरै धेरै शुभकामना र आउँदै गरेको छठ पर्वको पनि धेरै धेरै शुभकामना। म चाहिँ अब रेडी भइसकेँ साथीहरू मेरो। यता चाहिँ दिदीहरूले ठिक पार्दै हुनुहुन्छ। अब ठिक पार्ने कार्यक्रम सुरु हुँदैछ। म चाहिँ रेडी भइसकेँ। अब कपाल कोर्न पाइँदैन है, तेल पनि लाउन पाइँदैन। यता चाहिँ रेडी हुँदैछ टिका लाउने ठाउँ। उता टिकटक बन्दैछ है। यता ओखर फुटाउन रेडी। फुलले पुज्दिम अनि यसो टिका सिका आफ्नो नेम चाहिँ गर्नु न त। हाम्रो चाहिँ सुरु हुन थालिसकेको छ। अब साइड पनि हुन लाग्यो। हजुर ल हेर कस्तो नम्रता हौ। के साह्रो बिजी हौ, के साह्रो बिजी फोनमा। आफ्नो पो छ त हौ पुरै एक एकवटा लिएर। यो कुराको सुरुवात पनि पहिला दैलोबाट हुन्छ घरको। टिको लाउन सुरु भइसकेछ। तेल तेल ए तेल एउटा चाहिँ खर फोडी ओडी यता टिका लाउन फोटो खिच्ने ठाउँमै भएन है। अब त यहाँ सबैभन्दा सुरुमा बुबा आमा है। उताबाट खिच्दा चाहिँ राम्रो हुन्छ होला हौ है। ट्राई गरौँ। ओ यताबाट चाहिँ यताबाट चाहिँ राम्रो आउने रहेछ। लु प्राप्ति फोटोग्राफर चिप्लो भयो त है। सुरु भयो है हाम्रो टिका लाउने कार्यक्रम। अब चाहिँ ओखर फुटाउने। ल ओखर फुट्टो। हात पनि काम छन् भगवान, जिन्दगी पनि त्यसै जाने। हजुर के भयो? हेरौँ तेल त कोर्दैन। मान्छेले मिलाउनु है। म चाहिँ ताउकोमा राख्दिनु। फिल्टर के लाग्यो त खुइलेको अनुहार। फिल्टर त अघि के हो रे? अहिले हेर्नु न, अहिले यहाँ औँधाबाट देखिँदैन नि त मेरीमा। ए मेरीमा मैले देखिरहेको छु नि त मेरीमा। सिधा भइरहेको छ। लाम्चा खालको कि कसले खालको लाउनु भएको? यति नै लगाइदिन्छु। फेरि अहिले त्यो आयो भनेदेखि यो के जाति त लगाइदिनु। सातवटै रङको लगाइदिनु। सातवटै रङको लगाइदिनु पर्यो। थोरै लगाइदिनु। सप्तरङ्गी खोइ अहिले भयो। यता दिदीको कपाल बटाइ के हो त्यस्तो। अब चाहिँ हामी टिकटक बनाउन हिँड्न लागेको। जामै जाम। किचनतिर के चल्दैछ?
हिँड नमिना टिकटक बनाउनु कस्तो मासको सुन्दा के भने गीत त कपाल चाहिँ यता हेर्दै एकपल्ट पछाडि बाटी रहेछ अगाडि आधी आधी त्यो छोरी रहेछ किन काट्नु भएको तपाईँले यस्तै छोटो बनाउनु भएछ हाम्रो टिकटकको पालै है अब चाहिँ हामी टिकटक बनाउन आँटेको अनि यसो कपाल खोलेर पार्छु चस्मा खानुपर्ने हुन्छ यता चाहिँ हजुर साग पकाउँछु भनेर टिकटक ल लु यसमा हल्लिहालौँ न त एउटामा मोबाइललाई धेरै उयो ठाडियो भयो क्या यो चाहिँ सबैजना फोटो मस्त मस्त है हजुर हजुर अमिलो यता चाहिँ पाक्ने काम हुँदैछ कहिले सकिँदैन पाकेर पनि खर्को छ भात खाऊ अब बयासी नै भन्नु भएन भात पसिने ल र म भात पसिन्छु बनाउँदैछु त फलो गरेँ त होइन पुरानै हो नि दोस्रो पुस्ताको पनि सक्यो अब तेस्रो पुस्ताको पाली साम फोटो खिचिरहेको थिएँ दिदीको अनुहार पो काटिदिएछु भाइ यहाँभन्दा परतिर कहिले खुट्टा धोएको थाहा छ यहाँभन्दा परतिर कहिले खुट्टा धोएको थाहा छ अब तेस्रो पुस्ताको पालो लु बस जत्रै गुडिया भइसक्यो पोल्ट्री कस्तो पर्छ पोल्ट्री ना उता त्यो अलिकति छोडा ठाउँ छ रे भिडियो पनि बनाउने अब के गर्नुपर्छ यसरी पानी छल्किने भने हुँदैन पर्दैन ल भयो पुजीहरु आउ यता म बहिनीलाई दिदी बिनाडीको लागि आतिमा
तेल लाइनु पर्दैन पर्दैन बुझले पनि तेल लगाइदिइहाल्छ दिदीलाई पालो पालो गर्ने पालो पालो गर्दा नि हुन्छ ल हाम्रो चाहिँ अब टिका लगाउने काम पनि सकियो यता बुइनीको नि माला लगाइरहेको छु खानु अब तपाईँ अब यता टिपोलेटी कसेर बसेर लगाइदेऊ न प्राप्ति ल हेर आज आफै लाउने होइन क्या आज दिदीलाई लगाइदिनु अघि सानी नमिरा दिदीले कसरी सानी दिदीलाई लगाइदिनु ननिरा दिदीलाई लगाइदिनु भयो त्यस्तै हो क्या जाऊ जाऊ बस आज दिदीहरूलाई लगाइदिनु दिनु जाऊ जाऊ छोरी म ज्ञानी छोरी पत्ता नि यता फर्केर बस न बहिनी यता फर्क न बहिनी प्राप्ति अनि पोलिटी कसेर बस्छ न के रोटी हाल्दिनु रे प्लास्टिकमा ए त्यसरी हाल्दिनु यिनीहरूलाई रोटी कहाँ खान्छौ स्याउको दाना मात्रै स्याउले न टपर चाहिँदैन हातमा दिँदा भयो भयो अरे यसो लगाइदेऊ भयो अब के गर्नु जबरजस्ती नट होगा अब राई खुट्टा ढोग्नु ढोक्दिन खुट्टा ढोगी भनेर रोकी अब यहाँदेखि यहाँसम्म पुऱ्याइदिन्छु ल घुम्दै घुम्दै कहाँ पुगिसक्नु हो ए बिगारिदिन्छु हौ हात पकाएर लगाइदिनु नि हात पकाएर बनाइदिनु म फेरि म सिधा लगाइदिउँला अहिले कस्तो राम्रो लगाइदिए पुसिहाल्छु अहिले हुँदैन नि नानी नभए नहोस् तिमी बुझ्नु भन्दा त तिम्रै बुद्धि छ यता अरु यो लगाइदिनु सकि त गो भयो पुरै बनाइसक्यो लास्टमा एउटा गर्नु छोरे एडिट गर्दा भइहाल्यो नि ए अन्त यसो गर्दा भइहाल्यो म यिनी लुगा चाहिँ छिरिसक्यो ए कसरी हुन्छ आधी क्लिप कसरी काट्छन् डिस्कर्ड द लास्ट क्लिप नो पुरा यस्तो गरेपछि त अब यो लाइट चाहियो भयो यता आएर त कस्तो राम्रो फेरि खुवाइदेऊ त प्राप्ति न अब यसरी हिँड्छु याद हुनु मेमोरी रहन्छ नि फेरि भोलि लगाइहाल्छ नि यस्तो टिको कसरी लगाउने हिम्मत हुन्छ कस्तो भएको छ एलेन देख्छु यहाँ आइज न सानी यहाँ आइज न लगी सबै लगी फेरि नबिगार है फुल भएको छैन हैन बस दिदीको काख बस एउटा फोटो खिचिन्छ नि मलाई बस बस आउ अनि मलाई लगाइदिनु के बस खै बहिनीको स्याउ
बुइनी खान्न भने उसैले खाइन् खाना हुँदैन नि त नानी आजको त दिदीले पनि खानुभयो अयो म त ढल्छु होला म बनाउँदिन घर बनाउँदिन भन्दै के भन्नुभएको यता आउँदा टिकाको फोटो अलिक छिटो हिँड न म अनि जाने जस्तो लाग्छ त नि निब्ला त्यहाँ बिस्तारै देऊ परस पुग्ने भयो एकजनाले बुझ्दा हुन्छ कायो ल्याउनु यहाँ बुझ्ने काहीँ पर्दैन कपालै छैन पर्छ लु बुइनी चाहिँ कहाँ गइछ भन्दैछु क्या म आउन यहाँ छिटो छ तिम्रो कमी भइसक्यो यहाँ अब यो लगा आफ्नो पालो कहिले आउने टिका लाउने यहाँ लगा के गर्नु लाग्छ टिका लाउनुलाई आजलाई साथ अब यहाँ लगाइदे यसरी यहाँ राख्छ बुइनला पैसा राख दे बेङ चाहिँ उता छ नमस्ते गर बाबालाई नमस्ते दादा नमस्ते उठे भाइ कीर्तिका दिदी अब पाटना फुल लगाइदे ल्याउ पकड अब पाटनाको बाली फुल लगाइदिएकै छैन बुइनले फुल लगाइदिएर कानमा यसो सिउरी कानमा लगाइदे भाइ बुइनलाई बुइना लगाइदे फेरि कुरा डग गर्दैन फेरि अडी दे त के ल लु भयो लु फेरि बाल्न अब बुइनीहरुलाई बुइनला लगाइदे लु कुन पापा छ खा कुन पापा छ त पापा लगाइदे हा भने खाना हुँदैन हुन्छ हुन्छ यो नआको लान्छ उके टपरा टिप्न खा एउटा लगाइदे अब खाना हुँदैन ज्यादाको हुन्छ बहिनी हुन्छ सबै खाँदा नि हुन्छ सबै बहिनीको लु भयो अब ल बहिनीलाई दे फेरि बाबु जति जति किला ल जाऊ फुल लगाइदिएको खोइ लगाइदे पकड फुल लगाएपछि फेरि फेरि कुरा डग्नुपर्छ त्यो जानु अब तिम्रो काम छ नि तिम्रो सक्यो नि त पाली अब तिम्रो सक्यो यति दिन यो यहाँ के गराउँछ यो भाइले दिदैन आउँछु त आउनु त भाइ आउनु न टिका लाउनु अब तिम्रो पालो नि त लु बस यहाँ पलेट मारेर बस भाइ मजाले लगाइदिने अघिको जस्तै मजाले लगाइदिनु ल म आफै हात पकाएर लगाइदिन्छु अब सरक सरक गुड भयो नि त चोप्ने एउटा एउटा लाउँदा हुन्छ क्या धान चाहिँ तपाईँले लाउनु भएको छ अब हुँदैन के बनाइदिए कि चुलेर अहिले म त ऐना हेर्दै लगाएर लाउनु छैन इडी ठुकै छ क्या सेभ गरिदिन्छु त्यो गर्नु क्या आज ऐना हेर्नु हुँदैन त भाइलाई पो हेराउनु पर्ने त खोइ हेराको अघि चुडेली जस्तो भन्नु नि अब कस्तो हुने हो भयो नानी भयो त काछ त पैसाइसक्यो फेरि लगा छिटो 10 रुपैयाँ त होइन नानी कति रुपैयाँ दिनु 10 रुपैयाँ अरे होइन अनि 10,000 रुपियाँ दिनु हाई गरिदेऊ न हाई भनिदेऊ न नम्रता आऊ उ त दे लाइसकेको टिका कसले तल चाहिँ देखाइरह तलबाट देख्यो यहाँ टिका लगाइदिनेछ दिदीहरूलाई अहिले बाँधी तपाईँ सर नेपाल आएको नेपाली जानु ल यो कलर नि भाइ जाछै बनाइदेऊ ल काटेर छ नि डाले आज ए गरा छैन नि त मजाले लगाइदे खोइ हिजो काम गर्नु खुट्टा डोक पैसा दे ल अब फुपूहरूको पाली कति अप्ठ्यारोमा पारेको के भन
ठुली मुमुको नाक भाँचीको नि भिडियो बनाउने यतिखेर एउटा फेरि मम्मीले टिका लगाइदिनु नपाएर के भन्नु र मम्मीले लगाइदिन्छ र खपिसक्दैन यहाँ भाइ टिका एउटा बहिनी टिका हुँदा हुँदै मम्मी टिका पुगिसक्यो पैसै गन्ने र के भन्नु भ्याएको छैन अनि यहाँ नलेकन यहाँ मात्रै लाग्छ त मलाई निन्द्रा लागिसक्यो है भोक लागेको छैन भोक छैन खाना खाना मैले लगाइसकेँ सबैलाई मेरो काम सक्छु अब तपाईँलाई त्यस्तो हुन्छ पहिले छोरीले त्यस्तै गर्दै थियो त्यस्तै भयो त्यसो त त्यस्तो दुधै परिसक्यो फेरि कपाल चाहिँ मैले तपाईँको पाले गर्मीले पासो अनि ल है अब चाहिँ अर्को लट सुरु भयो यता मम्मी गरी छेउमा आएर सक्नु यहाँ पनि छ देखाउ बहिनी यहाँनिर छ अझै एक कप तिम्रै हो त अब हाम्रो टिका लगाउने काम सक्यो अब चाहिँ खाँदै पिन्दै बाँकी रह्यो यता सुरु हुन थालिसक्यो धमाधम यता अझै पाक्दैछ है हो खाने पकाउने यता चाहिँ हिसाब हुँदैछ कति लट भयो भनेर फर्स्ट जेनेरेसन सेकेन्ड जेनेरेसन बाबाहरूको त्यसपछि थर्ड जेनेरेसन फोर्थ फिफ्थ अनि फेरि दिदी बहिनीको अनगिन्ती पुग अनगिन्ती ए गनेर साथै छैन यता मम्मी चाहिँ फुल नभएर पिचिला चिचिला सबै भइसक्यो है तिमीले कतिवटा लुगा फेरिसक्नु भएछ अघि नै दिदी मुने खोइ मुने मुने खोइ मुने छोरो छोरो हेर यत्रो ल ल
हिँड्नै सक्दैन भने बाहिर पनि गर्नुपर्छ सानी उहाँ टप दुनो राखेर गई बहिनी घुम्न सक्दिनँ भने थपको दुनो राख्यो नि भागी अघि मोबाइलमा देखाएको त एउटी दिदी चाहिँ पानी हाल्दै गयो कि पछाडि बहिनी चाहिँ घुम्यो कि ब्ल्यात पछाडि टिकटकमा देखाएको होला त्यो हाम्रो चाहिँ टिका लगाउने काम सक्यो अब हामी पर जान टिकको सरी जामै देउसी खेल्न जाऊँ लाग्यौँ है बाटो गुटुङटुङ पारेर परतिर आधी पछाडि आधी अगाडि केटाकेटीहरू कुदेका उठ्ने बित्तिकै मुखै नधोयो हामी चाहिँ तिनजना यसरी हिँड्दैछौँ बाँकी चाहिँ अगाडि पुगिसक्नुभयो ए दिदी त बसिरहेको छ फोटो खिच्न लागि होला त्यही भएर अनि फुपू दिदीहरू चाहिँ गइसक्नुभयो अगाडि ए उता फोन कति पसेको हौ खुइलिन्छ गाउँको हटिया चाहिँ यस्तो पातल लागिरहेछ ल हामी चाहिँ आइपुग्यौँ है बल्ल 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 हल्दै हलिँदै सुपुत्री के अचम्मको देख्नु पर्दैछ लु मलाई चिन्नुहोस् भन्दा त ऊ त ओछ्यानमा देखेको अब कहाँ चिन्नु कमाउने भनेपछि चिनिँदैन दुई टुप्पी कसले ए कता कता के गर्दै गर्दै म त चिन्दिनँ कहाँ जाऊ त म त चिन्दिनँ कहाँबाट को झोसिङ्गाडी आएछ रामेमा कालो नकाल त्यो भाइ हो कि बहिनी हो भाइ अनि यस्तो हुन्छ भाइ दुई टुप्पी बाँधेको त बुइनी पो हुन्छ त दिदी बहिनीको पर पर के खान्छु है केक लिनलाई ल हेर नाक्लाङ नुक्लुक पारिदिसक्यो अहिले त अनि त्यस्तो डर हुन्छ दही भनेको सुनेर मम्मी भन्नको के जस्तो सिटी अगाडि कुटी लिएर ल ल सबैजना पो जानुभयो त है अनि दिदीको लुगा खोइ साँझको बेला रमाइलो बेला घुम्न हिँडेको बेला चौतारीमा कुरी बसेको छौ कि खैके खैके मलाई ल ल ल है साथी अब चाहिँ हामी घरतिर लागेको यस्तो रात परिसक्यो अब चाहिँ मम्मीले ड्याङडुङ पार्ने बेला भइसक्यो है हामी चाहिँ बेला लख लख हिँड्दैछौँ पुरै पुरै यस्तो अँध्यारो भइसक्यो घर घरमा साँझ बत्ती बल्न थालिसक्यो सनसेट पनि हेर्न सक्नुहुन्छ पछाडि सनसेट अब चाहिँ म भिडियो गर्छु है यो पछाडिको पनि तिहार रमाइलो भयो होला रमाइलो भयो
है ल अब चाहिँ म भिडियो यहीँनिर एन्ड गर्छु इन्सम्म हेरेर साथ दिनु होला धेरै धेरै माया गरिदिनु होला डु नट फर्गेट लाइक कमेन्ट शेयर एन्ड सब्स्क्राइब बाइ